वेलकम टु माई ब्लग। स्वागत छ मेरो सब्सक्राइब नभएको युट्युब च्यानलमा हैन। के छ धेरै पछि अनुहार देखायो मैले। के छ हैन, यस्तै छ। फिलिङगिली जाँदैछौँ है त। लु टिकट काट्यो है, टिकट काट्यो। खै भाइ ओए भाइ खले हो भाइ, खले हो के को खले हो? बोटको। कता हिँडेको भाइ हामी? भाइले बोलाएको गाडी, भाइले बोलाएको गाडी है। दाइ र दुईजना चाहिँ आएको पहिल्यैदेखि होइन। अब कहाँ लान्छन् हामीले, यतै जाटो मले। भाइ पुग्यो होइन भिलिङ्गीले। भाइ हाम फालिदेऊ नि त हाम्रो सेक्सी भाइ। हेर न भाइ, मले कुन हो रे? के चाहिँ रहन त केही रहेनछ, जस्ट रिफ्रेसमेन्ट। यस्तै छ, धेरै पछि घुम्न आयो होइन। भिलिङ्गेली भन्ने ठाउँ हाम्रो मालदिभ्समा रहेछ। रिफ्रेसमेन्ट होइन। अब समुद्रको बिचमा चाहिँ हो, 3 रुपियाँ टिकट चाहिँ लाग्दो रहेछ होइन। त्यही छ, बोटहरू छ होइन। साँझको टाइममा आयो। के यो त नेपालको झन्डा बनाएछ त, त्यो पनि पिसाबले हो क्या? होइन रहेछ, नेपालको झन्डा भुइँमा बनाएको चाहिँ त्यो नेपालीहरूले गर्छ भने त्यस्तै हो। सबै आइज भाइ। कस्तो गऱ्यो अघि के भनेको थाहा छ यसले? त्यो पानीको तल नि जमिन होला नि होइन क्या त। लास्ट इनोसेन्ट रहेछ कि भाइ। त फेरि पानी मुनि नि जमिन छ भन्छ। गाडी पनि कराउँदैन है, यो पनि इलेक्ट्रिक होला नि त। प्राइभेट है, खत्रै रहेछ त। पैसा किनेर प्राइभेट सेक्टरमा कसरी थाहा हुन्छ? अलि हेर न, भेराइटी टाइपको छ नि त। त्यसमा सुत्ने खाने रमाउने त्यसमा हुन्छ क्या। आफ्नो आफ्नो हुन्छ क्या। भन्थे नि केटाहरूले डेटिङ स्पोट भन्ने हो रहेछ। यस्तो यस्तो ठाउँहरू रहेछ है। खै भलिबल त भने कस्तो हाउ कुरा। जाम न भाइ, नाप्न जाम न। को अरे क्विकर क्षेत्रीय खेलाडी कति सानो नेडो होइन के भलिबल। ए भने त्यही भएर लु एक दिन आएर खेल्नुपर्छ केटा। बिचमा भलिबल है। खै त बल, चप्पललाई बल बनाउने हो। सबै खेलाडीहरू छन् अनि ल भाइ तिमी नि उफ्र त। एक दिन आउनुपर्छ खेल्न। केटाहरू खै बलै छैन यार। त्यही भएर त नि अनि सानो बनाएको नि। कोट पनि सानै हो। लु भयो तिमीहरूको खेला। खतरै घर बिरालो मेरो।
घुम्दा घुम्दा कन्स्ट्रक्सन लाइन पुग्यो अर्को भिला होला त्यो बोर्ड त ठुलो ठुलो रहेछ कन्स्ट्रक्सन लाइन पुग्यौँ त हामी घुम्दा घुम्दा भाइ कसलाई सम्झिँदैछौ त हेर न फेरि केटाहरू त फर्की मोदै ल है यस्तरी सिक्न पाए त आनन्द हुन्थ्यो के अरे ओइ भाइहरू कहाँ गयो दिनभरिको थका यसरी मेट्न पाए त राम्रो हुन्थ्यो कि तर उठ्नै पो सकिएन दुख्यो यहाँ रहेछन् केटाहरू रमाइरा कस्तो लाग्दैछ त यो चाक मात्रै अडाउने हो फेरि आया ए यो त भएन भाइ ओ भाइ आउँदैछु है म हेर नडराएको गनायो केटाहरू यसरी झुल्दैछ खाइ लरिपरि आखै हेरेर होइन साउने 15 खिर बबाल स्टेबलाइजिङ दिइरह त हौ ल यही नै हो बिलिङ्गिली बल्ल बल्ल अलि राम्रो ठाउँ आए जस्तो मान्छ होला नि के भयो त भाइ कहाँ जानु लाग्यो टोइलेट यहाँ रहेछ बल्ल अलि राम्रो ठाउँ रहेछ